एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी चाहिँ घुम्नको लागि चाहिँ घर नजिकैको एउटा धोरमूल पार्क भन्ने ठाउँमा चाहिँ हामी चाहिँ जाँदैछौँ है। हामी चाहिँ आज सबैजना चाहिँ चिसो मौसममा आज चाहिँ छुट्टी लिएर बसेको थियौँ र अनि बेलुकी पख चाहिँ अवश्य निस्किउँ न त कति बस्नु भनेर चाहिँ हामी झ्याप्पा लाएर बाहिर निस्केका छौँ। हामीहरू यहाँ छौँ, जाँदैछौँ अगाडिहरू है टोलीहरू है। अहिले यहाँ चाहिँ रोमनियामा चाहिँ एकदम चिसो पनि छ अनि चिसो अहिले तुसारो परिरहेको छ कन्टिन्यू पानी परेदेखि अनि अहिले चाहिँ तुसारो परिरहेको छ, खासै पानी चाहिँ परेको छैन। अब हामी चाहिँ पार्कमा एन्ट्री गर्ने बेला हुँदैछ, घर नजिकै हुनाले हामी हिँडेर गइरहेका छौँ आज चाहिँ। अनि यता हाम्रो विशाल दाई हुनुहुन्छ है सबैजना है, अनि यता दिपक दाई हुनुहुन्छ, अरू टोलीहरू अगाडि अगाडि मस्त भलक भर्खर बनाउन थालेको। प्लिज यसलाई सेयर र सब्सक्राइब गरिदिनु चाहिँ नभुल्नु होला। ल सुरुमा अब रोमनियाको भाइले ताजा ताजा अपडेटहरू सबै गराउने छ। हजुरहरूले साथ सपोर्ट दिनु, साथ सपोर्ट र सेयर गरिदिनु होला प्लिज। हामी चाहिँ नजिक नजिक आइपुगेका छौँ है। अनि हामी जाने चाहिँ त्यहाँ अगाडि हो। अब जेब्रा क्रस गरेर हामी चाहिँ कहाँ आउनु लाग्यो भन्ने कुरो तपाईँले भिडियोमा चाहिँ देख्न सक्नुहुन्छ है। यो चाहिँ पार्क हो है, यो पार्क चाहिँ एकदम ठुलो छ, यस्तै सजाइरहेको छ है। चहलपहल एकदम टन्नप्पी छ है, रातिको समयमा भिड ठाउँ मजाले। यो धेरै दिन पछिको हाम्रो चाहिँ तिहार पछि हो यो अहिले छुट्टी लिएको है। अनि आज छुट्टी लिएको, चिसो मौसम पनि अनि रमाइलो पनि भइरहेको छ। तर आज यहाँ कन्सर्ट चल्दै, कन्सर्ट चाहिँ खासै भएको रहेनछ, यस्तो रमाइलो छ यहाँ है। क्रिसमसको लागि तयारी हुँदैछ यहाँ चाहिँ, क्रिसमस आउँदैछ त्यही भएर पनि हो है। यहाँ चाहिँ यो पार्कहरू यसरी सजाउने, रोडहरू सजाउने, यस्तै हुन्छ कि यहाँ चाहिँ रमाइलो। फाइनली हामीले चाहिँ फोटोसोटो खिचिसकेपछि हामी चाहिँ अब सकेसम्म यो रङ डिपिङ पनि खेलौँ न त भनेर आएका छौँ होइन। अरू केटाहरू चाहिँ कोही कता गयो कोही कता गयो, यो भिडभाडमा सबैजना छुट्टियो, म र यहाँ दाइ एकजना दाइ हुन्छ। अनि हामी चाहिँ अब यो खेल्नको लागि भनेर जाँदैछौँ। हेरौँ कति छ यसको प्राइस, के छ कस्तो छ बुझौँ, अनि त्यसपछि अनि अगाडि बढ्छौँ हामी चाहिँ। के त भन्दा हुने त भने यस्तै गाइज है, हामी चाहिँ रङ डिपिङको लागि चाहिँ ट्याक्क लागि टिकट काटेर चाहिँ फाइनली हामी रङ डिपिङ चाहिँ चढिसकेको छौँ है यो झुलामा। तर स्पिड कति नै होला भनेको स्पिड चाहिँ यहाँ चाहिँ हुँदो रहेनछ। हामी एकदमै यो बेवकुफहरू नेपालको 900 रुपियाँ तिरेर चाहिँ यो खेल्न आएको, यी 900 रुपियाँ आखिर किन त रहेछ यो बनाएको भन्दा भ्यू हेर्नलाई अरे गाइज। अब पैसा चाहिँ अब तिरिसकेपछि खेल्न नि पर्यो, खासै अब भ्यू हेर्ने यहाँबाट है। यस्तो छ भ्यू। तपाईँलाई भ्यू देखाउँछ है रोमानियाको। यहाँ चाहिँ यस्तो छ है। अब हामी चाहिँ यो 2 राउन्ड मात्र घुमाउँछ अरे। पहिलो राउन्ड हामी घुमेर भ्याउन लगाइसक्यो है। यस्तो छ। हामी चाहिँ झुला झुलिसकेपछि फोकटेको 300 रुपियाँ 900 रुपियाँ, एकजनाको भागमा 900 रुपियाँ भनेपछि 3जनाको भागमा गर्दाखेरि त्यहाँ 2700 रुपियाँ नेपाली फालिदियो है फोकटेमा। तर त्यो छिस्सो पनि भएन गाइस होइन। अनि हामी चाहिँ अहिले अब अरू केटाहरू चाहिँ स्केटिङतिर गइरहेका छन्, स्केटिङ खेल्ने ठाउँतिर। अब हामी चाहिँ त्यता जान्छौँ र हेर्छौँ के भइरहेछ कस्तो छ है। फाइनली यहाँ आइसकेका छौँ होइन। अब यहाँ चाहिँ स्केटिङ चलिरहेको छ, स्केटिङ जान्छौँ, केटाहरू स्केटिङको लागि खेलेका छन्। अनि हामीले यता टिम पनि खेलेर आइसक्यौँ।
माहौलहरू देख्न सक्नुहुन्छ धेरै रमाइलो छ यहाँ गोले भाइ चाहिँ उहाँ खेल्दै लड्यो फेरि लड्यो ऊ लड्यो गोले ए गोले त्यो हिँड्दै कचोटि हो लडे चाहिँ दाइहरूले चाहिँ अब है यो चाहिँ चलाएर यहाँ कोइना हाल्ने कोइना हालिसकेपछि यसले चाहिँ कन्ट्रोलर यो हुन्छ यसले चाहिँ चलाएर यो झाममा लाएर यो लिने अनि यहाँ खसाउने खसाएपछि यता लिने दाइले चाहिँ पैसा हाल्नुभयो होइन अब यहाँ चाहिँ यो कन्ट्रोल गयो समाज दाइले चाहिँ 30 रुपियाँ खर्च गरिसकेपछि फाइनली एउटा डग निकालिसकेको छ धेरैचोटि कोसिस गर्दा गर्दै यो चाहिँ पाउन सफल भएको छ है डग 30 रुपियाँ गाइज 30 रुपियाँ फाइनली गाइज हामीले चाहिँ आजको यहाँ चाहिँ होइन घुमघाम सकिसकेपछि अब हामी चाहिँ रुमतिर लम्किँदैछौँ अब रुम जानको लागि हामी चाहिँ सबैजना आफ्नो आफ्नो बाटो लाग्दैछौँ होइन आएको सबैजना थियौँ जाने बेलामा को कता भयो गाइज अब रुमतिर लागिन्छ अहिलेलाई हाम्रो घुमघाम हाम्रो यो छुट्टी भनेको एकदम स्पेसल रह्यो यो समय एकदम रमाइलो तरिकाले बित्यो है अब मेरो भिडियोलाई चाहिँ हेरेर साथ दिनु होला कस्तो लाग्छ लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सिनु होला आफ्नो प्रतिक्रियाहरू दिन नबिर्सिनु होला ताकि आगामी दिनहरूमा म फेरि यस्तै रमाइलो भिडियोहरू लिएर आउन सकौँ है गाइस